Annyeong! Hi guys, I'm Smriti and welcome back to my channel. And if you guys are new, hi, I'm Smriti and I don't have any content, guys. Okay, I just wanna yap before like यो भिडियोमा के बनाउन खोजेछु भन्दाखेरि चाहिँ त्यो बनाउनु भन्दा अगाडि चाहिँ जस्ट कन्ट्याक्ट्स दिन्छु म तपाईहरुलाई मेरो के भइरहेछ लाइफमा भनेर. सो I'm not feeling well. First, I'm not feeling well. I'm not doing good. अहिले अलिक मेन्टली हल्का प्रेसर भइरहेछ. सो बेडबाट ननिस्केको टन्नै भएको थियो अनि आइडियाजहरू छ तर कस्तो पर्स्यु नै गर्न सकेको छैन. सो अरु चाहिँ म चाहिँ तपाईहरुलाई मेरो नर्मल मेरो क्रोशी कलेक्सनहरू देखाउन गइरहेको छु. I just wanna be front of the camera त्यति हो. अनि I just wanna show you. अनि यो चाहिँ कहाँबाट हो भन्दाखेरि चाहिँ यो चाहिँ मेरो सबै आफ्नो पहिलाको मेरो क्रोशे ब्रान्ड हुँदाखेरिको हो. अनि यो चाहिँ जस्ट एक एक पिस मात्र बाँकी बचेकोहरू हो. यो सबै यसको अरु साइजेसहरुको सबै सेल भइसकेको हो. अनि यो चाहिँ मैले आफ्नै लागि भए पनि राखेको हो के. सो I don't know, I'm like so भनिरहेको छु होला. अनि यो आउटफिट चाहिँ अर्कै ब्रान्डबाट हो. यो चाहिँ मेरो साथीले मलाई पठाइदिएको थियो र आज मैले लगाइरहेको छु. अनि just giving you guys positive vibes. like तपाईहरुसँग बोल्यो भने मात्र म अलिकति बेटर फिल गर्छु क्या. त्यही भएर okay, let's get started. I know you guys don't know what is going on, but later भिडियोमा थाहा पाउँदै जानुहुनेछ. जस्ट म चाहिँ क्रोशे हल गर्न लागिरहेको तर म तपाईहरुलाई यो क्रोशे कसरी स्टाइल गर्ने केमा स्टाइल गर्दाखेरि चाहिँ राम्रो देखिन्छ म तपाईहरुलाई सबै हेर्दिन्छु है त. सो त्यति नै हो. अनि let's get started. I hope सुनिरहेको छ होला. Okay, I have this crochet top. I have this crochet top. This is really pretty. धागोको क्वालिटी हेर्नु. यो धागो चाहिँ मलाई एकदमै धेरै महँगो परेको थियो र मैले यो उयो गर्दाखेरि पनि सेल गर्दाखेरि पनि अलिकति महँगै रेट राखेरै गरेको थिएँ. अनि स्टिल लाइक यो दिनसम्म पनि दिस इज माई फेभरेट धागो. आई नो मैले त्यस्तो दामी खालको चाहिँ टप बनाउन पाइनँ योबाट, बट दिस इज द टप. म तपाईहरुलाई यहाँ पिक्चर पनि राखिदिन्छु अनि कसरी स्टाइल गर्ने म तपाईहरुलाई रेफरेन्स पनि दिन्छु ल. वेट, यो माइक भएपछि यस्तो हुँदो रहेछ क्या. आई होप सुनिरहेको होला. ओके, त्यो सानो यो लेस पनि बाँध्ने छ. अनि यो चाहिँ हो टप. यो चाहिँ हात भयो. यो चाहिँ काइन्ड अफ सोल्डर काइन्ड अफ सिचुएसन हो. अनि यो चाहिँ मैले त्यतिखेर चाहिँ आई थिङ्क सस्तोमा दिएको थिएँ. धागोको अनुसार चाहिँ मैले एकदम धेरै सस्तोमा दिएको हो र म चाहिँ यसलाई चाहिँ कसरी पेयर गर्छु भन्दाखेरि चाहिँ आई थिङ्क गर्लिज लाइक अलिकति क्रोशे गर्लिजहरूले चाहिँ स्कर्टसँग फ्लोरल म्याक्सी स्कर्ट अनि सानो मिनी के अरे जिन्सको सर्टसँग पनि एकदम धेरै राम्रो देखिन्छ. अनि यो धागो हेर्दाखेरि यस्तो देखिए पनि घोच्नु चाहिँ घोच्दैन, बडीमा इचिनेस चाहिँ हुँदैन थियो. सो म कसरी स्टाइल गर्छु भन्दाखेरि चाहिँ म तपाईहरुलाई यहाँ रेफरेन्स देखाइदिन्छु. त्यही हो. सो सेकेन्ड इज यो चाहिँ मैले चाहिँ अनलाइन देखेको थिएँ. सो आई जस्ट वान्ट ट्राई इट. अनि मैले दिदीलाई भनेर गरिदिनु म तपाईहरुलाई धागो पठाइदिन्छु भनेर भनेपछि दिदीले यो बनाइदिनु भएको थियो. यो चाहिँ बीचमा लाउँदाखेरि एकदम धेरै राम्रो देखिन्छ. यो दिस इज रियली क्युट. अनि
यो चाहिँ एउटा ब्यान्डो जस्तो छ तर यो चाहिँ काइन्ड अफ बिकिनी टाइपको हो तर बिकिनी चाहिँ यो चाहिँ टप मात्र छ बटम चाहिँ मैले बनाइनँ जस्ट लाइक अब नेपालमा चाहिँ धेरै बिकिनी नै लाउँदैन थियो त्यतिखेर सो यसलाई पनि मैले स्टाइल गरेको थिएँ म तपाईँहरूलाई यहाँनिर पिक्चर भिडियो जे छ म त्यहीँ लगाइदिन्छु अनि आई जस्ट रियली लाइक दिस तर हल्का ओपन चाहिँ छ तपाईँहरूले भित्रबाट निप्पल कभरहरू चाहिँ लगाएर लगाउनु पर्ने हुन्छ र एकदम धेरै प्रिटी देखिन्छ यो पनि लाउँदाखेरि अनि इफ यु गाइज वन्डरिङ वाइ आइ एम सोइङ विथ दिस जस्ट अल्छी लागेर है गाइज अनि इफ यु गाइज वान बाई दिस प्लिज कन्ट्याक्ट मी आई डोन्ट थिङ्क म बेच्छु होला बट एन्ड दिस इज द थर्ड वान दिस इज द सेम लाइक फर्स्ट वानको सेम थियो तर यसको चाहिँ यो हल्का डिफ्रेन्ट छ धागो डिफ्रेन्ट छ थोरै अनि यसको पनि कस्तो राम्रो रेफरेन्स देखेर मैले बनाएको तर बनाउँदाखेरि यो चाहिँ हल्का अलिकति नराम्रो भयो जस्तो भयो तर स्टिल पनि राम्रै छ यहाँ चाहिँ हल्का वेभी लुक दिनको लागि मैले यस्तो बनाइनु भनेर भनेको थिएँ म यो लुगाहरू अनि लास्ट बट नट द लिस्ट दिस इज माई favorite crochet of all time. I just love this. This is the top. मैले चाहिँ यो अरू ठुलो साइजमा चाहिँ बेचेँ तर यो साइजको चाहिँ मलाई हुने साइजको चाहिँ मैले आफै राखिरहेको छु मैले लगाउनको लागि लुक एट द प्याटर्न एन्ड लुक एट द डिटेलिङ दिस इज सो प्रिटी आई डोन्ट थिङ्क क्रोसे गर्नेहरूले पनि यो डिटेलिङमा बनाउँछ नेपालमा आई डोन्ट नो म चाहिँ देखेको छुइनँ दिस इज द टप एन्ड म तपाईँहरूलाई सब स्टाइल गर्ने भनेर पनि म देखाउँछु सो योबाट ट्राई गर्न सुरु गरौँ है त Sorry guys, I cannot show you guys full लगाएर चाहिँ because it is so hot right now. I cannot do any kind of to लुगा लगाउन चाहिँ सो मैले जे जे उयो गरेको थिएँ त्यो त सबै मैले तपाईँहरूलाई अलरेडी नै कसरी स्टाइल गर्ने देखाइसकेको छु आई होप यु गाइज इन्जोय वाचिङ दिस भिडियो अनि तपाईँहरूलाई त्यो गर्नुभन्दा अगाडि चाहिँ आइम गन सो यु वान दिस इज द फर्स्ट एभर प्रडक्ट आई एभर पुट आउट लाइक मैले निकालेको मेरो ब्रान्डको लागि सो दिस इज रियली स्पेसल यही सामान चाहिँ एकदम धेरै बिकेको पनि थियो सो यसमा सो यु दिस अनि यो चाहिँ तपाईँहरूले एज अ क्यामी टप लाइक कन्भिनियन्ट and I hope you guys enjoy watching this video. I hope if you guys really like this video, please like तल गएर गरिदिनु होला अनि subscribe पनि गरिदिनु होला until next time, bye bye.